यस वर्ष समयमा पानी नपरेका कारण समयमा धान रोप्न नपाएका किसानहरूलाई यति बेला बेमौसमी वर्षा र हावाहुरीले झनै ठूलो धक्का दिएको छ। जसोतसो रोपेर पाक्ने बेलाको धानबाली खेतमै लडाएर, भिजाएर र झारेर ठूलो क्षति भएको छ, जसले गर्दा किसानहरू चिन्तित बनेका छन्। पाकेर पहेँलो भएका धानका बालाहरू हावा र पानीले लडाएर जमिनमा लम्पसार परेका छन्। काट्न ठिक्क पारेको वा काटिसकेको धान पानीले डुबाएको छ। किसानहरू भन्छन् यो क्षतिले वर्षभरिको मेहनत र लगानी खेर गयो। बाली पाकेको छ तर पानीले गर्दा यसलाई स्याहार्न निकै कठिन भएको छ। कतिपय ठाउँमा त काटेको धान बाढीले बगाएको समेत खबर छ। दशैं तिहार मनाएर भित्र्याउला भनेर तयारी गर्दा गर्दै पानीले सबै सखा पारिदियो। अब के खाने, के लाउने, वर्षभरिको गुजारा कसरी चल्छ? रात दिनको मेहनत पनि खेर गयो। धान यसरी लड्दा र डुबानमा पर्दा उत्पादनमा ठूलो ह्रास आउँछ। दानाहरू झर्ने, बिग्रने र कालो हुने समस्या हुन्छ। यसले धानको गुणस्तर र मात्रा दुवैमा असर पार्छ। डुबानका कारण पाकेको धान भित्र्याउन पनि ठूलो समस्या हुन्छ। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको ठूलो योगदान रहेको छ। धान नेपालको मुख्य बाली हो। बेमौसमी विपदका कारण धान बालीमा जुन क्षति भएको छ, यो क्षतिले राष्ट्रिय उत्पादनमा समेत असर पार्ने देखिन्छ। मौसम पूर्वानुमान विभागले अबको केही दिनमा मौसममा सुधार आउने अनुमान गरेको छ। सरकारले किसानलाई तत्काल राहत दिनेमा आशा गरौँ। धन्यवाद।